नमस्कार, म चाहिँ सूर्यन ऐरी। माथि उल्लेखित जति पनि नामहरू छन् उहाँहरू चाहिँ अरू कोही नभएर मेरा गाउँका आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ प्रत्यक्ष रूपमा या अप्रत्यक्ष रूपमा चाहिँ म सानोमा हुँदाखेरि र मेरी आमा गाउँमा एक्लै हुँदाखेरि उहाँहरूले चाहिँ जति सहयोग गर्नुभएको छ त्यसको त म सधैँ ऋणी नै छु। र उहाँहरूको ऋण म तिर्नै सक्दिनँ होइन। त्यो त तिर्छु भने पनि म कल्पना समेत गर्न सक्दिनँ होइन। तर तपाईँहरूप्रति चाहिँ सदैव माया रहिरहनेछ। समय हो, तपाईँ पहिला जाने या म पहिला जाने त्यो समयले निर्धारण गर्छ। तर मैले चाहिँ तपाईँहरूलाई चाहिँ मायाको चिनोको रूपमा चाहिँ आदरणीय दाइलाई केही रकम पठाएर सिरक डसना र केही खाद्यान्नहरू चाहिँ मैले तपाईँहरूलाई चाहिँ मायाको चिनोको रूपमा चाहिँ दिने सोच बनाएँ। यही मिति भनौँ न यही महिनाको 28 गते भित्रमा चाहिँ बाँडिदिनु होला दाइ भनेर भनेको छ होइन। यो मायाको चिनोलाई चाहिँ तपाईँहरूले नाइनास्ति नगरिदिनु होला, लगिदिनु होला होइन, ग्रहण गरिदिनु होला। र तपाईँहरूका केही केटाकेटी तपाईँहरूले चाहिँ खान पाउनु भएन, तपाईँहरूले लगाउन पाउनु भएन भनेर मैले चाहिँ दिन लागेको होइन। यो चाहिँ मेरी आमा गाउँमा एक्लै हुँदाखेरि जति साथ दिनुभयो, जति सपोर्ट दिनुभयो, अनि मलाई पनि सानोमा हुँदाखेरि जसरी माया दिनुभयो, जसरी स्नेह दिनुभयो, जसरी सपोर्ट दिनुभयो होइन, विभिन्न तरिकाबाट तपाईँहरूले अथवा तपाईँहरूका केटाकेटीले चाहिँ जसरी मलाई सहयोग गर्नुभयो, त्यसको चाहिँ मैले चाहिँ तपाईँलाई चिनो दिएको, मायाको चिनो दिएको। मान्छे हो को के कति बेला के हुन्छ थाहा छैन होइन। मलाई लाग्छ मैले गर्नुपर्ने धेरै छ गाउँको लागि, र गाउँमा भएका जति पनि दाजुभाइ दिदीबहिनी हुनुहुन्छ जो मलाई सहयोग गरेका छन् उहाँहरूलाई गर्न बाँकी धेरै नै छ। तपाईँहरूप्रति धेरै नै माया छ। कृपया यो चाहिँ एकदमै स्वीकार गरिदिनु होला। जतिले उहाँका नाति नातिनाले चाहिँ यो भिडियो हेरिरहनु भएको छ भने यो मायाको चिनो उल्टो नसम्झेर लगिदिनु भनेर भनिदिनु होला।